व्हाट्सएप एभ्रिवान, नमस्कार सबैजनालाई। म शिव भोमराज। आज चाहिँ म एउटा यस्तो भिडियो लिएर आएको छु। मैले केही समय पहिला एउटा बिङ ब्याङ नुडलको भिडियो हालेको थिएँ। धेरैजनाको जिज्ञासा के थियो त्यसमा भनेपछि यसको चाहिँ एउटा डिटेलिङ रेसिपीको साथ एउटा भिडियो चाहियो भनेर भन्नुभएको थियो। त्यही भएर चाहिँ आज म पुरा रेसिपीको साथ एउटा बिङ ब्याङ नुडलको भिडियो लिएर आइसकेको छु। सबैले हेरिदिनुहोस् है त। हामीसँग चाहिँ छ यहाँ 125 ग्राम चाहिँ रिफाइन्ड फ्लोर अनि 65 ग्राम वाटर, हाफ टीस्पून सल्ट अनि 7 ग्राम रिफाइन्ड ऑयल। अब चाहिँ हामीले यसले डो लगाउनु पर्ने हुन्छ है। सुरुमा चाहिँ यसरी रिफाइन्ड फ्लोर, वाटर और नमक हालेर यसरी डो लगाउनु पर्छ है। यसमा चाहिँ ऑयल अहिले लगाउनु हैन, ऑयल चाहिँ बादमा लगाउनु पर्छ। यसरी डो लगाउने मजाले। यसमा चाहिँ यसरी ऑयल अप्लाई गरिसकेपछि क्लीन र्याप गरेर मजाले हाफ एन आवर रेस्ट दिनुपर्छ है। हाफ एन आवर रेस्ट दिइसकेपछि चाहिँ यसरी टक्क टेबलमा क्लीन र्याप लगाउने अनि यसमा चाहिँ हल्का ऑयल अप्लाई गर्नुपर्छ है। क्लीन र्यापमा पनि ऑयल लगाउने, यसरी ऑयल लगाउने। ल हाम्रो नुडल बनेर एकदमै रेडी छ है। थ्यांक यू फर वाचिङ। बाइ बाइ।